हेलो साथीहरू, हामीहरू चाहिँ च्याउ खोज्न लाग्यौँ है जङ्गलतिर। बिहानको 4 बजे हाम्रो घरदेखि चाहिँ यसरी यो कलबोटको मुनिबाट जङ्गलतिर लागिन्छ। अनि यो बिहानै अँध्यारोमै गयो भने चाहिँ अरूहरूले च्याउहरू धेरै टिपेको हुँदैन भनेर हामीहरू चाहिँ बिहानै गयौँ है। अनि साँच्चीकै जान बित्तिकै है यत्रो ठुल्ठुलो सल्ले च्याउहरू भेटिहाल्यौँ क्या। हामीहरू तिनजना अनि कोही उता गर्दै गर्दै फिजिएर हामीहरूले चाहिँ यो च्याउहरू बेच्दै थियौँ। अनि हेर्नु न कत्रो ठुलो च्याउहरू भेटेको भने यो केराबारीको जङ्गलमा चाहिँ मैले पनि फर्स्ट टाइम यसरी यो च्याउहरू खोज्न गइराखेको छु क्या। बिहे भएको 2 वर्ष भइसक्यो, अहिलेसम्म गएको चाहिँ थिइनँ। मम्मी र जेम्सहरू नै जानुहुन्थ्यो च्याउ खोज्नको लागि। योपालि चाहिँ मलाई पनि जानु मन लागेर क्या। अनि नानीलाई चाहिँ बाबालाई हेर्नु भनेर बिहानको 4 बजेतिर घरबाट निस्किएँ। अनि यसरी गएको त कति धेरै रमाइलो है। कति मान्छेहरू च्याउ खोज्नको लागि राति नै जाँदो रहेछ। अनि धेरै बिछेर अनि खाने जति चाहिँ खान्छन्, अनि अरू चाहिँ बेच्दो रहेछ क्या। 100 रुपियाँ झोला, 200 रुपियाँ झोला भन्दै। अनि हामीले चाहिँ आफूलाई घरमा खानको लागि मात्र टिप्न गएको थियौँ क्या। अनि यसरी 4 बजेदेखि 6 बजेसम्म टिपेको है। कति धेरै भेटेको, हेर्नु न कत्रो ठुल्ठुलो च्याउ भेटेको। सानो च्याउ होइन क्या, सबै ठुलो छाता भएको च्याउ। अनि मम्मीले चाहिँ मलाई सिकाउनु पनि भयो क्या, यसरी घोप्टेको च्याउहरू चाहिँ नलिनु, यो चाहिँ विषालु हुन्छ। अनि यस्तो फ्यार परेको चाहिँ सल्ले च्याउहरू चाहिँ बिछ, त्यो चाहिँ खान मिल्छ भन्दै हेर्दै चेक गर्दै क्या। अनि मम्मीले यहाँ पनि हेर त, कति धेरै च्याउ रहेछ सोइता भनेर बोलाउनु भयो क्या मम्मीले। अनि हेरेको कत्रो च्याउ रहेछ। अनि हेर्नु न कत्रो ठुलो छाता भएको च्याउ छ। कस्तो जे होस् रमाइलो हुँदो रहेछ च्याउ खोज्न जाँदाखेरि कहिलेकाहीँ। हामीले चाहिँ च्याउ खोज्दै क्या बिहान भइसकेको थियो। अनि यसरी हेर्नु न मैले च्याउ टिप्दैछु। अनि टिप्दै मम्मीले चाहिँ सबै च्याउहरू राख्नु भएको थियो क्या। मम्मीले नै चिन्नुहुन्छ नि त कुन विषालु हो भनेर, कुन खाने हो भनेर। हामीहरूले चाहिँ लगभग 2 घन्टामा चाहिँ एकचोटिको लागि पकाउने च्याउ चाहिँ हामीले कलेक्ट गऱ्यौँ। अनि हेर्नु न यति कलेक्ट गऱ्यौँ। अब मेरो छोरी उठ्यो होला भनेर 6 बजिसकेको थियो नि त। अनि त्यही भएर घर फर्क्यौँ। अनि यसरी मम्मीले केलाउनु भयो च्याउ, अनि मैले पकाएँ। अनि मेरो बुढाले न मिठो मानेर खाँदै हुनुहुन्छ।